देश अत्यन्त खुसीको कुरा पनि हो होइन। अब नेपालीहरूले अथवा कुनै पनि खेलाडीले विदेशमा गएर एउटा राष्ट्रिय गान र राष्ट्रिय झन्डा होइन सुन्ने सुनाउने राष्ट्रिय झन्डा फहराउने हुने खेलाडीले हो। त्यसमा पनि करातेले अब इतिहास कायम गर्दै आएको थियो, फेरि पनि थप इतिहास कायम गरेर अहिले अस्ट्रेलियन ओपनमा जुन 1 स्वर्ण होइन 4 रजत नेपालका राष्ट्रिय खेलाडीहरूले प्राप्त गर्नुभयो, उहाँहरूलाई नेपाल कराते महासङ्घ तर्फबाट हार्दिक बधाई शुभकामना पनि दिन चाहन्छु। यो एउटा खुसी पनि सार्न चाहन्छु र राज्यले अझै यसलाई प्राथमिकतामा राखेर चाहिँ हेरोस् भन्ने कुरा राख्न चाहन्छु। राष्ट्रिय खेलाडीहरूको हकमा चाहिँ उनीहरूको जीवनशैलीको सन्दर्भमा चाहिँ के कस्तो सुविधाहरूको लागि नेपाल सरकारसँग पहलहरू गरिराखेको छ? उनीहरूको जीविकोपार्जनको लागि व्यावसायिकताको लागि राष्ट्रिय चाहिँ महासङ्घले कस्तो रोल प्ले गरिराखेको छ, विशेष गरी तपाईँको नेतृत्वमा? कराते खेलाडीको लागि, करातेको हबीको लागि अथवा खेलाडीको व्यवस्थापन सबै गर्ने काम भएको नेपाल कराते महासङ्घ हो र त्यसको त्योभन्दा माथि राष्ट्रिय खेलकुद परिषद हो। र अहिले तपाईँले विगतभन्दा अहिले नेपाल कराते महासङ्घमा नयाँ कार्य समितिहरू बनिसके पछाडि खेलाडीका अवसरका लागि होस्, चाहे प्रशिक्षणका कुराहरू हुन्, सबै कुराहरूमा चाहिँ यसले आफ्नो ठाउँबाट गरिराखेको छ। तर राज्यबाट जति हुनुपर्ने त्यो नभएको कारणले अब कराते महासङ्घ आफै सबै चाहिँ स्रोत साधन भरिपूर्ण भएको संस्था त होइन। यसले पनि स्रोत साधन चाहिँ बाहिरबाट जुटाउने हो, गभर्मेन्टसँग चाहिँ यसले आश गर्ने हो। विभिन्न चाहिँ कर्पोरेट हाउसहरूसँग होइन यस्ता ठाउँहरूमा गएर चाहिँ हामीले लिइराखेका पनि छौँ र भएको पनि छ, पहिलाभन्दा राम्रो भएको छ भन्ने नगुम्यो। नेपालका कराटे खेलाडीहरू लगायत विभिन्न विधामा खेलकुदमा आबद्ध अर्थात् खेलाडीहरू देश विदेशमा चाहिँ जाने आउने क्रम भइराख्दाखेरि अर्थात् खेलकुदको क्रममा जाने आउने क्रम भइराख्दाखेरि नेपालमा फ्युचर नभएको भन्दै बाध्य भएर विदेशिने क्रमहरू जारी छ। के भन्नुहुन्छ, के गर्नुपर्छ होला रोकथामको लागि? होइन को त अब यो हामीले हाम्रो लेभल महासङ्घबाट भन्दा पनि एउटा राष्ट्रिय नीतिमै गर्ने कुराहरू हुन्थ्यो भने होइन। एउटा ती खेलाडीलाई युवाहरूलाई कसरी व्यवस्थामा राख्ने, उनीहरूको रोजगारीको ग्यारेन्टी कसरी गर्ने, आत्मनिर्भर कसरी बनाउने होइन, यी कुराहरू राज्यले गर्ने कुराहरू र अहिले विदेश पलायन हुने कुराहरू चाहिँ सामान्य जस्तो भयो। किनभने अवसर देशमा अलिकति कम हुने होइन भएका केही ठाउँहरूमा पनि त्यहाँ अलिकति चाहिँ चाप्लुसी चाकरी गर्नुपर्ने नेताहरूको त्यो कारणले गर्दाखेरि खेलाडीहरू जानु स्वाभाविक पनि हो। र यसले राज्यले नै एउटा नीति बनाएर खेलाडीहरूलाई आत्मनिर्भर बनाउने अथवा जीविकोपार्जन चाहिँ खेल सकिए पश्चात पनि उनीहरूको अवस्था के हुने भन्ने कुरा त्यसको ग्यारेन्टी चाहिँ गभर्मेन्टले नै गर्छ।